ल हेर्नुहोस् है साथीहरू, अर्ग्यानिक उसिना चामल बनाउँदै हो। यो चाहिँ है घरमा साथीहरू फलेको उसिना चामल धान हो अनि यसलाई चाहिँ उसिनेर उसिना चामल सुकाएर 2-3 दिन सुकाउनु पर्छ अनि त्यहाँदेखि पिस्नु लानुपर्छ। यो चाहिँ उसिना चामल चाहिँ सुगर प्रेसरको बिमारले खाने चामल। अब भर्छ के अब खाँदाखेरि रोग लाग्दैन सबैले अब रे। उसिना चामल खाँदा त अब राम्रै हुन्छ, सुगर प्रेसरको बिमारले खाने तर अब उसिना चामलको अलिकति मिठो बनाएको चाहिँ हो। हुँदैन। मैले चाहिँ यहाँनिर बनाउन लागेको छु। उसिन्ने अब यसलाई सुकाउने हो, सुकाएर 2-3 दिन सुकाउनु पर्छ। यसलाई चाहिँ पुरा भली उम्लेको पानीमा उसिन्ने निकाल्ने। उसिना चामल खाऊ, स्वस्थ बनाऊ।